हजुर नमस्कार, स्वागत छ धर्मशास्त्रमा म ज्योतिषी हाकिम स्मार्ट मल्ल र आज चाहिँ म हजुरलाई पूर्व दिशातिर कस्तो खालको व्यक्तिहरूले सिरानी बनाउँदा अत्यन्त उत्तम हुन्छ र कस्तो व्यक्तिहरूले चाहिँ सिरानी बनाउनु हुँदैन र सिरानी बनाउँदाखेरि चाहिँ के फल प्राप्त हुन्छ यो विषयमा रहेर म आज हजुरलाई सानो जानकारी दिन गइरहेको छु। जस्तै कि पूर्वतिर चाहिँ कस्तो व्यक्तिहरूले चाहिँ सिरानी बनाउने त भन्दा जुन पनि पढ्ने लेख्ने विद्यार्थीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ शिक्षा आर्जन गर्नको लागि चाहिँ पूर्वतिर सिरानी बनाउँदा अत्यन्त उत्तम हुन्छ। भर्खर जन्मेको बच्चाहरू हुनुहुन्छ भने आयु वृद्धिका लागि चाहिँ उहाँहरूको सिरानी भनेको पूर्वतिर राखिदिँदाखेरि चाहिँ धेरै नै उत्तम हुन्छ। र हजुरको आत्मबल कमजोर छ, आत्मबल बढाउन खोजिरहनु भएको छ भने हजुरले पनि पूर्वतिर सिरानी बनाउँदाखेरि चाहिँ अत्यन्त उत्तम हुन्छ। हजुरको स्मरण शक्ति धेरै नै कमजोर छ भने हजुरले पनि पूर्वतिर बनाउँदा अत्यन्त राम्रो हुन्छ हैन। र तर धेरै नै चञ्चल कुनै पनि बच्चाहरू हुनुहुन्छ, उहाँ पढ्ने लेख्ने गरिरहनु भएको छ गर्न त, तर अत्यन्त चञ्चल हुनुहुन्छ, उहाँलाई कन्ट्रोल गर्न सकिँदैन भने उहाँहरूलाई चाहिँ केही टाइमसम्म दक्षिणतिर सिरानी बनाइदिनु र त्यस पछाडि भनेको हजुरले पूर्वतिर नै बनाइदिनु भयो भने चाहिँ धेरै नै राम्रो हुन्छ। किनकि दक्षिण दिशाले चाहिँ केही टाइमसम्म उहाँलाई कन्ट्रोल गरिदिनको लागि चाहिँ धेरै नै मद्दत गरिदिन्छ। त्यसैले र आध्यात्मिक क्षेत्रमा जति पनि मान्छेहरू लाग्नु भएको छ उहाँहरूले सम्पूर्णले चाहिँ पूर्वतिर चाहिँ सिरानी बनाउँदाखेरि चाहिँ अत्यन्त शुभ रहन्छ। र सरकारी जागिरमा जतिजनाले ट्राई गर्दै हुनुहुन्छ उहाँहरूले पनि पूर्वतिर सिरानी बनाउनु भएको खण्डमा धेरै नै राम्रो फल प्राप्त गर्न सक्नुहुन्छ। र पूर्वतिर चाहिँ सिरानी नबनाउने कोले त भन्दा जति पनि वृद्ध आमा बुवाहरू हुनुहुन्छ उहाँहरूको लागि भनेको चाहिँ पूर्वतिर त्यति धेरै सुट गर्दैन, उहाँहरूलाई चाहिँ दक्षिण दिशातिर नै राखिदिनु होला। निद आनन्दको चाहनुहुन्छ, धेरै निदाउन चाहनुहुन्छ उहाँहरूको लागि चाहिँ पूर्व धेरै नै राम्रो चाहिँ होइन, उहाँहरूको लागि चाहिँ दक्षिण राम्रो, उहाँलाई चाहिँ दक्षिण बनाइदिँदाखेरि चाहिँ अत्यन्त शुभ हुन्छ, उहाँ चाहिँ मजाले निदाउनुहुन्छ हैन। किनकि पूर्व भनेको धेरै नै ऊर्जावान हो, यसले चाहिँ मस्त निदाउन चाहिँ दिँदैन, यसले चाहिँ निदहरूमा पनि डिस्टर्बहरू ल्याइदिन चाहिँ सक्छ।